हेलो वेलकम ब्याक टु एनर भिडियोमा तपाईँ सबैजनालाई स्वागत गर्न चाहन्छु। यो मर्निङको समय एकदमै घाम उदाइसकेको छ। आज चाहिँ म चाहिँ एकदमै माथि डाँडामा चाहिँ घुम्न जाँदैछु। मलाई ट्राभल गर्न चाहिँ एकदमै मनपर्छ। हिँडेर जान चाहिँ उकालो चाहिँ म जानेछु। आज तपाईँहरूलाई त्यहाँको नजारा यात्रा चाहिँ मैले सुरु गरिसकेको छु। यताको नजारा देख्नुहुन्छ, त्यो माथि डाँडा देख्नुहुन्छ, त्यो डाँडा चाहिँ म हिँडेर जाँदैछु कि जङ्गलको बाटो भएर उकालो हिँड्दैछु। तपाईँहरू पनि कहिलेकाहीँ यस्तो जङ्गलको बाटो हिँड्नु भएको छ कि छैन? यस्तो मर्निङको समयमा म चाहिँ हिँड्दैछु कि, अनि माथिको बाटो एकदमै बब्बाल छ है। अनि मर्निङमा चाहिँ एकदम बवाल हुन्छ हिँड्नको लागि पनि, उकालो ओह्रालो है, मर्निङको शरीरको लागि। गाउँघरतिर त यस्तो हुन्छ कि यहाँ चाहिँ बनाएको हुन्छ यो बस्ने यस्तो चौतारा जस्तो, मानिसहरूलाई चाहिँ अब आउट जाउज गर्नको लागि कतिजना मान्छेहरू ट्राभल गर्छन्। अन्त हिँड्दाखेरि यस्तो चौतारा जस्तो थकाइ एकचोटि मेट्नको लागि, अनि म थकाइ मेटेर अनि त्यसपछि लागिसक्यो उकालो आफ्नो गन्तव्यतिर। अनि त्यहाँ माथि त्यो डाँडादेखि उता अन्नपूर्ण हिमाल पनि देखिन्छ कि, तपाईँहरूलाई चाहिँ त्यहाँको नजारा देखाउनेछु। वाउ, क्या बेग्लै छ कि यताको नजारा। अनि फाइनली त्यो लोकेसन नजिकै घरहरू देखिसक्नु भएको छ। यहाँ चाहिँ 3टा घरहरू छ। अनि म त्यहाँबाट अलि माथि अगाडि जानेछु। त्यहाँबाट चाहिँ फेरि अर्को गाउँ ट्राभल गर्नेछु। आज चाहिँ मलाई एकदमै ट्राभल गर्न मन परेको छ। आज हिँड्दैछु, गरम पनि भइरहेको छ बिहान बिहान मर्निङ। फाइनली त्यो लोकेसनमा चाहिँ म पुग्दैछु। अनि तपाईँहरू देख्नुहुन्छ यताको नजारा है, पछाडिको ब्याकग्राउन्ड चाहिँ बब्बाल छ, हरियाली छ पानीले गर्दाखेरि। अनि मेरो फेसमा चाहिँ हल्का पसिना ससिना पनि आइरहेको छ। त्यही माथि गोरो मान्छे झन् घाममा हिँड्दाखेरि त कालो भइरहेको छु यार। म त आफैलाई हेर्दाखेरि नचिने जस्तो देखिरहेको छु म चाहिँ पछाडिको है। आहा, फाइनली त्यो लोकेसन नजिकै पुगिसकेको छु। यहाँ चाहिँ 3टा घर छ। वा, यहाँ यताको नजारा हेर्नुहुन्छ, पाहाडीको नजारा। म आएको चाहिँ ऊ तल देख्नुहुन्छ नि त्यो पुल हो, त्यो ब्रिजको पुलबाट चाहिँ म उकालो आएको। अहिले चाहिँ हेर्नु देख्न सक्नुहुन्छ कि अब बाल छ नि यतातिरको नजारा। वा, एकछिन चाहिँ हेरिहालौँ न यताको नजारा है, कस्तो देखिँदो रहेछ भने बबाल देखिने कि तलको ठाउँको छ एकदमै राम्रो ठाउँ। अनि यता उता है। वा, एकछिन रेस्ट गरेको, बसेको तलबाट आउँदाखेरि थाकेर ननस्टप हिँडेर आएको छ, एकदम थाके जस्तो। थकाइ मेटिसकेपछि अनि एकछिन बसेर हावा खाँदै गरेर अनि त्यसपछि अब लागियो माथि र सुरुको घरमा, आमाको घरमा चाहिँ जाँदैछु। आमाको घर चाहिँ यहाँ छ है। आमा हुनुहुन्छ कि हुनुहुन्न आई डोन्ट नो, मलाई थाहा छैन, तर भेटिन्छ कि भेटिनुहुन्न। तर आज चाहिँ उहाँको घरमा हुनुहुँदो रहेछ कि, बोलाएँ मैले एकछिन, आमा हुनुहुँदो रहेछ। फेरि त्यसै फर्केर फेरि अगाडि बढ्यो। यहाँ चाहिँ 3टा मात्रै घर छ यो डाँडामा चाहिँ, तर यहाँ चाहिँ विद्युतहरू पानीहरू सबै कुरा चाहिँ आएको छ, एकदम राम्रो छ। अनि अर्को कुरा चाहिँ फाइनली त्यो लोकेसनमा चाहिँ हिमालको नजिकै म चाहिँ त्यो डाँडामा पुगिसकेको छु। त्यो चाहिँ अन्नपूर्ण हिमाल है। आहा, क्या बवालकै देख्नु भएको छ त्यो अन्नपूर्ण हिमाल हो। अनि मेरो पछाडि देख्नुभएको त्यो डाँडाको यतापट्टि चाहिँ माछापुछे हिमाल छ। वा, फोटो सुट गरेर त्यसपछि एकछिन धेरै गरम भएर चाहिँ शीतलमा, त्यो अम्बाको रुखको शीतलमा चाहिँ एकछिन बसेर अब एकछिन त्यो भाइको घरतिर जानुपर्छ। त्यो भाइ छ कि छैन त्यहाँ पनि जानुपर्छ है। अनि जानेछु त्यतातिर है। थकाइसके मारेर फेरि भाइको घरमा आएको। भाइ त छैन रहेछ। अनि भाइलाई चाहिँ आज भेट्छु जसरी पनि भनेर आएको थियो, तर भाइ त छैन रहेछ, तल गएको रहेछ। तर तल 2टा घर छ, अनि एउटा घर चाहिँ माथि छ कि डाँडामा, बाघ भालुबाट देख्ने डर हुन्छ। भाइ त एक्लै बसिदिन्छ कि यो ठाउँमा चाहिँ। हेर्नुहोस् त, वा, यो सिउडीको रुख सानो हुन्छ, सिउडीको रुख, यो त यति ठुलो क्या, आमामा बब्बाल है, ठुलो रुख। फाइनली त्यो जङ्गलको बाटो भएर हिँडेर आएर फेरि अर्को गाउँतिर आइसकेको छु। यहाँको नजारा अन्नपूर्ण हिमाल देख्नुहुन्छ, यो गाउँ है। वा, अनि यहाँको मकै देख्नुहुन्छ, मकैको याद आएको छ। गाउँघरमा चाहिँ काम गरिरहेको त्यो झल्को मनमा आएको छ। अनि देख्नुहुन्छ है, हरियाली छ जताततै। वा, तलको नजारा हेर्नुहोस् त। अनि त्यो रोड चाहिँ तानतिङ जाने बाटो हो। त्यहाँ देख्नुहुन्छ हाइड्रो पावर, 3टा हाइड्रो पावर छ। अनि म चाहिँ डाँडाबाट चाहिँ तल ओह्रालो झर्दैछु कि, एकदमै बाटो बिर्सिएर चाहिँ ओह्रालो झर्दैछु कि। आमामा हेर्नुहोस् न, यस्तो खेतहरू चाहिँ अहिले चाहिँ यो खेतहरू चाहिँ नाङ्गो देखेको छ, मकैहरू। पछि चाहिँ बर्खामा चाहिँ सबै खेत धान रोप्ने गर्छन् कि यतातिरको। अनि एकछिन अनि हावा खाएर एकछिन बसेको, एकछिन उभिएर एकछिन यहाँको नजारा एकदम बेग्लैकै सुन्दरता, एकदमै रमाइलो। अनि अर्को कुरा पछाडिको मेरो पछाडि देख्नुहुन्छ त्यहाँको है हरियाली चाहिँ एकदम वातावरण। अनि त्यहाँ माथिदेखि चाहिँ म एक्चुअली तल लोकेसन तल झर्दैछु, ओह्रालो हाइड्रो पावरको, चाइनिजको हाइड्रो पावर साइडतिर म झर्दैछु। अनि यताको बाटो चाहिँ डेन्जरकै, घाम लागेको छ। तल झर्दै थियो। अनि यहाँ देख्न सक्नुहुन्छ है, लाली गुराँस चाहिँ देखेकै, हेर्नुहोस् न। वा, लाली गुराँस फुलेको चाहिँ एकदमै मनपर्छ कि लाली गुराँस चाहिँ। तपाईँहरू कतिजनालाई चाहिँ मनपर्छ लाली गुराँस चाहिँ फुलेको? हेर्नुहोस् त, मैले टिपेर ल्याएँ, यस्तो दामी रहेछ। आहा, अनि
डाँडा काँडा घुमघाम गरेर अनि ओह्रालो झर्दै गर्दा अनि एकदम थकाइ लागेर चाहिँ एकछिन बसेको तपाईँले देख्नुहुन्छ लाली गुराँस है। यसरी देख्दाखेरि तपाईँलाई कस्तो अनुभव गर्छ, तपाईँलाई कतिजनालाई चाहिँ मनपर्छ यो वा हो। मलाई चाहिँ एकदमै त्यो सुहाएको जस्तो महसुस गरेको छ। फाइनली चाइनिजको हाइड्रो पावर अनि विद्युत निकालको ठाउँतिर पुगिसकेको छु। त्यहाँबाट चाहिँ हिँड्दैछु अगाडिको बाटो भएर चाहिँ। अनि तपाईँलाई कस्तो लाग्दैछ, मलाई स्वागत छ छैन लाली गुराँस चाहिँ त्यहाँ राख्दाखेरि। अनि अर्को कुरा चाहिँ अनि त्यहाँबाट डाँडा काँडा घुमेर धेरै गरम भएको कारणले गर्दाखेरि अब म चाहिँ खोलामा आइसकेको छु। अब नुहाएर एकछिन अब फेरि रुमतिर जानुपर्छ नुहाइधुवाइ गरेर सकेर। फाइनली नुहाइधुवाइ गरेर चाहिँ रुम आइसकेको छु। आजको भिडियो तपाईँ कस्तो लाग्यो माया गरिदिनु र सेयर एन्ड सब्सक्राइब गरिदिनु। थ्याङ्क यू सो